भोले बाबा के प्यारे, हाम्रा मुलुकवासीहरू बाटो बिराएर धेरै टाढा पुगिसकेका छन्। फर्किन पनि यिनलाई लाज भइरहेको छ। अगाडि जान पनि अब यिनका दिमागमा खुजली खाज भइरहेको छ, किनकि अहिले जहाँ पुगेका छन् यिनका हंसले ठाउँ छोडिसकेका छन्। बडो विलख बन्धनमा परिरहेका छन्। जसले जेमा उक्सायो भुइँ मचायो त्यसैमा यी ताता थैया गरेर दौडेका थिए। अब अहिले यिनको हंसले ठाउँ छोडिसकेको छ। अझै पनि परचक्रीकै लय लयमा मचिरहेका छन्। नानीदेखि लायो बानी छोड्न सकिरहेका छैन। यी त सरासर दस्यु योनिमै धसिरहेका छन्। अझै उतै जान पो कसिरहेका छन्। आफ्नो मौलिकता, स्वभाव, परिचय, गौरव, गरिमालाई कुल्ची मिल्ची गर्दै गइरहेका छन्। हे प्रभु भोलेनाथ, ये मरता क्या क्या नहीं कर सकता प्रभु। वित्पात बुद्धिले उत्पात गर्दै थिए। गर्दै आइरहेका थिए। अहिले त विध्वंस, विभत्स घटना र दङ्गा फसाद हेर्न पो पल्किरहेका छन्। अर्कैका मतीमा पो सल्किरहेका छन्। यिनकै गाउँठाउँ, इलाका, सहरमा घोर बर्बरता र सुक्खा जर्जरता हाबी भइरहेको छ। यी जन्मेका ठाउँमा अर्कै परचक्रीकै दाबी भइरहेको छ। उसकै हातमा सत्ताको चाबी पाइरहेको छ। यी उसैका गीत गाइरहेका छ। लाचारी भएपछि के गर्छ? विवश भएपछि के गर्छ? बुद्धि गोजे भएपछि के गर्छ? यिनलाई ओज तेज प्रताप चाहिँदैन। यी त बुझाएर बुझ्दैन, बुझ पचाएर बसिरहेका छन्। सम्झाएर सम्झिँदैन, दिमागमा उगुस पल्टाएर बसिरहेका छन्। दर्शाएर केही पनि लिँदैन। यी त लाज गुण शरम सबै पचाएर बसिरहेका छन्। परचक्रीकै मती बचाएर बसिरहेका छन्। डोर्याएर यहाँ आउँदैन। परचक्रीले हुर्याएर कता पुर्याइसकेका छन् यिनलाई। यी त मापका भइसकेका छन्। यो आफ्नो मौलिकता थाहा पाउने जनता छैनन् अहिले। आफ्नो परिचय, आफ्नो मौलिकता, आफ्नो विज्ञान भाडमै जा। अर्काकै आड खोजिरहेको छ। मुखमा माड लाउन परचक्रीका आड खोजिरहेको छ। भोलि ढाडमा बजाएपछि अनि गङ्गङ गङ्गङ गर्दै दौडिन्छ। अर्काका भत्ता खान पल्केकाहरू भोलि जुत्ता हानेपछि यिनको सातो जान्छ। वो अहिले वरिष्ठ पार्टीको सातो गएको छ नि। हिजो उसैको बुझ चढाएको थिए। सन्की सन्की पर्दा पछाडिको कालो शक्तिकै आदेश तामेली गरिराखेका थिए। जनताको भावनाको पोषण गर्न लागेका थिएन नि। भामरीले सेक्यो। कहाँबाट आयो भामरीलाई पत्तै भएन। यिनका ओज तेज प्रतापले भामरीलाई थेक्न सके। यी त खोक्ला रहेछन्। दौला चरित्र निभाइरहेका छन्। दाईको तोहाल। अब यो ऐजरू पार्टी भाइको के हाल होला त? जो बराजे सो नातिमा हिँडेछन्। यहीँ पनि भानाबाजी, चालबाजी, धुर्त्याइ फटाइ, लुच्याइ। यो पनि पर्दा पछाडिको कालो शक्तिकै इसारामा उसैको आदेश तामेली गर्दै हिँडेका छन्। यहाँ बहानाबाजी गर्दैछन्, जनतालाई लट्याउँदैछ। नयाँ कालमा नयाँ षड्यन्त्र अजमाउँदैछ। दिमाग गुजबुज्याउँदैछ। नेपालको पवित्रतालाई खुजमुज्याउँदैछ। जय हो उल्लु भैया। परम प्रिय मित्रहरू, यो घोर सङ्कटका अगाडि आफ्नो सद्बुद्धि खुलाउनुहोस्। आफ्नो मुलुकको हित, उन्नति, प्रगति र समुन्नतितर्फ सधैँ दत्तचित्त रहनुहोस्।
हाम्रो मुलुकमा परम विशेषताहरू छन् र अनन्त गुणहरू छन्। त्यसलाई अक्षुण्ण राख्न मुलुकवासीको कर्तव्य। आफ्नो कर्तव्यबाट च्युत नहुनुहोस्। आफ्नो जिम्मेवारी, आफ्नो दायित्व, आफ्नो सन्देश शुभ सम्भाग हुनुहोस्। यो घोर सङ्कटका घडी यही गहिरो प्रार्थना छ सबैसँग। सबैमा सद्बुद्धि आओस् समयमै। धन्यवाद।